आफ्ना छोराभन्दा बढी हाम्रा चाहिँ गुन्द्रा खोइ धेरै उहाँहरूलाई खाटको जमाना थिएन त्यो साल 300 जमानामा अनि खाट किनेर ल्याएर खाटमा सुताएर 5 वर्षमा मैले 5वटा शिक्षक घरमा राखेँ अनि किन राख्थ्यो भने सुन्नुहोस् है अभिभावकहरूले सुन्नुहोस् हाले कराएको सुनेपछि पोथीको चल्लो गर्छ भन्ने चलन थियो शिक्षक राखेपछि छोराहरूले पनि केही चाहिँ प्रगति गर्छन् भन्ने मेरो मनसाय भयो मैले राखेँ मैले जति भरण बनाएँ मेरा छोराहरूले त्यही भरणका पाइला स्टेप बाई स्टेप टेके अहिले सुन्नुभयो तपाईँहरूले मेरा किसानको छोरो धर्मेन्द्र भूषाल उहाँले चाहिँ तपाईँहरूलाई धेरै धेरै कुरा चाहिँ सुनाउनु भयो तपाईँहरूले उहाँलाई चिन्नुभएको छैन मलाई त मोडाका बा भन्ने धेरै चिन्नुभएको छ हाम्रो अलिकति हाँस्ने अब मनोरञ्जन हाँस्य गर्ने सन्तान पनि हो त्यही भएर धर्मेन्द्रले त्यही खालका कुरा पनि गरे अब तपाईँहरूले चिन्नु भएन भने मेरा छोरा माइला हुन् र मैले जति चाहिँ भरम बनाउँदै गरेँ त्यस्तै स्टेप बाई स्टेप यिनीहरूले चाहिँ ती भरमका पाइलाहरू मेसैसित टेक्दै गए 1 वर्ष पनि चाहिँ फेल भएनन् म किसानको छोरो फेरि किसानमै फर्केँ किसान गर्दा 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 म बुढो भएछु अब म बुढो हुँदाखेरि के भएछु त भन्दाखेरि बुढेसकालमा म जागिर लागेछु म तलब खाने भएछु अब कसरी खाएँ मैले बुढेसकालमा तलब भन्दाखेरि नेपाल सरकारले यस्ता हामी जस्ता ज्येष्ठ नागरिकलाई अब भत्ता दिने बानी पार्यो त्यो बारेमा म पनि त्यस जागिरमा प्रवेश गरेछु र 3टा जागिर खाएँ मैले पहिलो जागिर खाएँ 3000 महिनाको घर बसी बसी हेर्नुहोस् त अनि वर्षको 36,000 भयो त्यो चाहिँ मैले अहिले पुस चाहिँ 22 गते मेरो बुवाको नाममा दक्षिण सङ्कल्प गरेर बाँचकटै पराजी म 16 सालमा स्थापना भएको थियो अहिले त्यो सेवा मेरो सेवा क्षेत्रभित्र पर्छ तर हाम्रो वडा र त्यहाँ चाहिँ मैले प्रदान गरेँ अब त्यसपछि फेरि 2 वर्ष बुझेको 4,000 का दरले अब 2 सालको लगभग चाहिँ 1 लाख जति हुन्थ्यो त्यो मैले त्यसमा केही थप गरेर मैले यो बाँचकट्टी मावि मैले हिजो पढ्न नपाएको अहिले यसको यत्रो स्तर उन्नति भएको मेरा छोराहरूले चाहिँ पढेको विद्यालयमा मैले सम्झेर बुढेसकालमा खाएको जागिर या भनौँ नेपाल सरकारले प्रदान गरेको भत्ता आज यही मञ्चमा एकदम खुसी भएर मैले यहाँ 1,01,115 रुपियाँ दाम मैले आज मेरो सामाजिक सुरक्षा भत्ताबाट मैले आज यहाँ हस्तान्तरण गर्दैछु अब यसमा तपाईँहरूले चाहिँ अब मैले भने होइन हाँस्य शैली पनि हो बुढेसकालमा कृषकको छोरो गर्दा गर्दै चाहिँ जागिर खाने भने सामाजिक सुरक्षा भत्ता हो हेर्नुहोस् त्यो भत्ता बुझेर अब घरमा लगेर अब मलमस्ती गरेर अब सुरु परे अलि चाहिँ जसरी माथि भनिदियो भने यही जिस्किएर अब सुरु परे झगडा गरेर अब भोलिएन चाहिँ छरछिमेकले अब कतेरी बस्ने गरेर पनि अब सौदा हुँ तर मलाई त्यतापट्टि मन गएन किन गएन भने यो राम्रो सामाजिक ठाउँ यो एउटा विद्या मन्दिर हो यो एउटा धर्मको मन्दिर हो अब हामी मलाई खानालाई अझैसम्म मैले खेती गरेर खाँदैछु मेरा छोराहरूले आफ्ना खुट्टामा अहिले हिजो मेरो मेहनत र मेरो लगानी र छोराहरूको मेहनतले गर्दाखेरि मेरा 4 भाइ छोरा बुहारीहरू सबै लोकसेवा निकालेर कसैको सहयोग होइन लोकसेवा निकालेर मेरा 4 भाइ छोरा काउरी बुहारी सबै चाहिँ सरकारी जागिरमा छन् उनीहरू पनि चिठ लागेको छैनन् न त उनले मलाई दिन्छन् न मैले माग्छु न मेरो उनले काली सम्झन् त्यस्तो अवस्था पनि आउने रहेछ
यहाँभन्दा खुसीका दिन केही छन् तपाईँहरूलाई लाग्छ? यदि खुसीका दिन मैले मात्रै चाहिँ खुसी भएर हुन्न, हामी सबै सांस्कृतिकवासी सबै खुसी हुनुपर्छ। पैसो भनेको चाहिँ एक पैसा नभए पनि खाँचो छ, धेरै पैसा भएर पनि जोगाउन मुस्किल छ। त्यो भएर सबैले पैसाको चाहिँ सदुपयोग गर्नु होला, बेकारमा चाहिँ खर्च कसैले नगर्नु होला, खान दुःख नपाउनु होला। आवश्यकमा खर्च गर्ने हो, बेकारमा खोजी खर्च कसैले गर्ने होइन। मेरो विचारले त्यो विचार देखेर मैले आज यही सबै तपाईँहरू हामी यतिका इष्टमित्र सबै इष्टमा भएको बेलामा र मेरा छोरा नाति जुन संयोगवश बिदाको मौका पर्यो आएर अहिले सहभागी भए र मैले आजको हस्तान्तरण गर्दैछु। त्यसमध्येमा अब मेरो परिवार एक ठाउँमा उभिन चाहन्छु। हाम्रो परिवार एक ठाउँमा उभिन चाहन्छु र त्यस्तै